फाइनल्ली फेरि पनि अर्को उत्कृष्ट कम्पनीले सर्वसाधारणले भर्न मिल्ने गरी साधारण सेयर निष्कासन गर्नको लागि मिति सार्वजनिक गरेको छ। यानि यो महिनाभित्रै हामीले 2वटा कम्पनीको आइपिओमा आवेदन दिन पाउने भएका छौँ। आशा छ कि यो खुसीको खबर सबैलाई मन पर्नेछ। हेलो साथी, नमस्ते अनि हार्दिक स्वागत छ हाम्रो आफ्नो युट्युब च्यानलमा। सधैँ चाहिँ आज पनि अर्को जानकारीमूलक भिडियोको साथमा उपस्थित भइसकेको छु। आशा छ कि भिडियो हजुरलाई मन पर्नेछ। अहिलेको समयमा धमाधम रूपमा नयाँ कम्पनीहरूले आइपिओ र एफपिओ निष्कासन गरिरहेका छन् भने यही चैत 21 गतेबाट 26 गतेसम्म भर्न मिल्ने गरी उही नेपाल लघु वित्तले 100 रुपियाँमा नै भर्न मिल्ने गरी एफपिओ निष्कासन गरेको छ भने उक्त कम्पनीले 51,292 किता सेयर साधारण सेयर निष्कासनमा ल्याएको छ भने अब फेरि अर्को कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। उक्त कम्पनी कुन हो, कति किता आइपिओ निष्कासन गर्दैछ, एफपिओ पर्ने चान्स कति रहला, कति जति नाफा होला, कहिलेदेखि आउँदैछ, यी सम्पूर्ण कुराहरूको बारेमा एकमुष्ट जानकारी यसै भिडियोमा लिएर आएका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्दै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामीलाई सपोर्ट गरिदिनुहोला भन्दै लागौँ आजको विषयवस्तुतिर नै। हजुर साथीहरू, सर्वसाधारण लगानीकर्ताहरूको लागि आइपिओ निष्कासन गर्न मिति सार्वजनिक गरेको प्योर इनर्जी कम्पनी लिमिटेडको आइपिओ सम्बन्धी सम्पूर्ण जानकारी लिएर आएका छौँ। यस कम्पनीले पहिलो चरणमा स्थायी बासिन्दासँगै वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूलाई फागुन 20 गतेदेखि आइपिओ निष्कासन गरी बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा हामी जस्तो सर्वसाधारणहरूका लागि यही चैत 28 गतेदेखि आइपिओ निष्कासन गर्दैछ। यानि यही वर्षमा नि हामीले यस वर्षको अन्तिम एफपिओ भर्न पाउने भएका छौँ। यस कम्पनीले आफ्नो जारी पुँजी 80 करोड रुपैयाँको 2% अर्थात् 1,60,00,000 रुपैयाँ बराबरको 100 रुपैयाँ अङ्कित मूल्यको दरले 1,60,000 किता सेयर आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका बासिन्दाहरूलाई र जारी पुँजीको 18% अर्थात् 14,40,00,000 किता साधारण सेयर 10% हुन आउने 1,44,000 किता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको नागरिकहरूलाई निष्कासन गरेर बाँडफाँड गरिसकेपछि यसरी यस कम्पनीले 5% हुन आउने 72,000 किता सेयर सामूहिक लगानी कोषलाई पनि बाँडफाँड गरिसकेको छ भने करिब 28,800 किता सेयर कम्पनीका कर्मचारीहरूलाई निष्कासन गरेर बाँडफाँड गरिसकेको छ। यसरी कम्पनीका कर्मचारीहरूलाई निष्कासन गरेको 28,800 किता सेयर 3 वर्षसम्म बेच्न मिल्ने छैन भने म्युचुअल फन्डलाई निष्कासन गरेको 72,000 किता सेयर पनि 6 महिनासम्म बेच्न मिल्ने छैन। यसले गर्दा कम्पनीको सप्लाई निकै कम हुने देखिन्छ। यसरी यस कम्पनीले सबैलाई आइपिओ निष्कासन गरी बाँडफाँड गरे पश्चात बाँकी रहेको 11,95,20,000 रुपैयाँ बराबरको 100 रुपैयाँ अङ्कित मूल्यका दरले 11,95,200 किता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरूमा अब आउने 28 गतेदेखि निष्कासन गर्ने भएको छ। यसरी यस कम्पनीले निष्कासन गर्ने आइपिओमा 1,19,520 जना भाग्यमानीले मात्र 10 किताको दरले सेयर हात पार्नुहुनेछ। यो कम्पनीको आइपिओमा कम्तीमा 10 कितादेखि बढीमा 1 लाख किताको लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ। यसमा हामीले 10 किता मात्र सेयर हात पार्ने सम्भावना रहेको हुँदा 10 किता मात्र आवेदन दिनुहोला। यो कम्पनीले निष्कासन गरेको आइपिओमा वैशाख 2 गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ। यदि उक्त समयसम्म सम्पूर्ण सेयर खरिदको लागि आवेदन नभरेको खण्डमा वैशाख 11 गतेसम्म लम्बाउन सकिने कम्पनीले जनाएको छ। र यो कम्पनीको आइपिओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने देखिन्छ। तसर्थ 28 गतेदेखि 2 गतेसम्म हजुरले आवेदन दिइसक्नुहोला। कम्पनीको आइपिओ निष्कासन तथा सेयर बिक्री प्रबन्धकको रूपमा नोबेल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहेको छ। लगानीकर्ताहरूले मेरो सेयरको मोबाइल एप्लिकेसनबाट र कम्पनीको वेबसाइट मार्फत अन्य कम्पनीको आइपिओ भरे जसरी नै यो कम्पनीको आइपिओ भर्न सक्नुहुनेछ। अहिलेको समयमा यो भिडियो बनाइरहँदासम्म यो कम्पनीको इपिएस अर्थात् प्रतिशत आम्दानी -2 रुपैयाँ 75 पैसा रहेको छ। कम्पनीको नेटवर्थ अर्थात् बुक भ्यालु 96 रुपैयाँ 45 पैसा रहेको छ। यसरी हेर्दा यो कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ रेन्ज कम्पनीको प्रतिशत नेटवर्थ 96 रुपैयाँ 45 पैसादेखि लिएर यसैको 3 गुणाले हुन आउने 289 रुपैयाँ 35 पैसासम्म पाउनेछ। पहिलो कारोबारको लागि कम्पनीले सम्भवतः
₹89.35 पाउनेछ र दोस्रो बजारमा आउनेछ। यसरी कारोबारमा आयो भने कम्तीमा पनि 1000 को लगानीमा 3000 देखि 5000 सम्मको नाफा कमाउने सम्भावना रहन्छ। कम्पनीको शेयर संख्या एकदमै कम रहेको हुँदा दोस्रो बजारमा आउँदा सप्लाई कम हुनेछ, जसले गर्दा यो कम्पनीले राम्रो पर्फर्मेन्स देखायो भने 5000 देखि 8000 सम्मको नाफाको आश भने गर्न सकिन्छ। यसरी प्योर इनर्जी लिमिटेडले आइपिओ निशानको लागि मिति सार्वजनिक गरिसकेको छ भने आजको यस भिडियो यति नै। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद दिँदै च्यानललाई सब्स्क्राइब गर्न नभुल्नला भन्दै अर्को भिडियोमा भेट हुने बाचासँगै छुटिन्छु। नमस्कार।